हेलो गाइज वेलकम टु माई प्रिन्स सञ्जय ब्लगमा तपाईँहरूलाई स्वागत छ। अनि ह्याप्पी न्यू इयर भन्न चाहन्छु सबैजनालाई। दाइरमा आज चक्लेट खाँदै रूपा मेलामा। अनि तपाईँहरू को आउनुभयो रूपा मेलामा प्लिज कमेन्ट गरिदिनु होला है। ल आज हामी चाहिँ यहाँ गेम खेल्न आएको मेरो भाइहरू पनि छन् यहाँ पछाडि होइन, मेरो फ्यानहरू यहाँ गाइजहरू टन्नै खेलिरहेको छन्। तर यहाँ देखिएको छैन, अहिले बेलुका चाहिँ आउँछ फेरि केटाहरू टेन्सन न। फेरि यहाँ आज चाहिँ भलिबल भइरहेको छ, हामी चाहिँ यहाँ पुरा गेममा कोपी गेम हान्दैछौँ कि यतापट्टि क्वाको फेरि होइन गाइज। आज सिस्टेनी मेलाको भलिबल तर्फको गेम आज फाइनल गेम भइरहेको रहेछ। अनि फाइनल गेम चाहिँ स्याङ्जाबाट आउनुभएको टिमहरूले जित्नुभएको छ। अनि यता आज त स्टलहरू पनि कति भरिभर थियो, कति धेरै मानिसहरू आउनुभएको थियो। सायद न्यू इयर भएर पनि होला, सबैले किनमेल गर्नलाई आउनुभएको। अनि आज बेलुका चाहिँ लाउरे आउने रे गाइज होइन। अनि तपाईँहरू पनि आउनुभयो कि आउनु भएन, हेर्नुभयो कि हेर्नु भएन कमेन्ट गरिदिनु होला है गाइज। कसले लाउरेको कन्सर्ट हेर्नुभयो हिजो होइन। हेलो गाइज, आज हामी चाहिँ रूपा मेलामा छौँ होइन गाइज। सिस्टेनी मेला पनि भनिन्छ। आज छोटे भाइसँग भेट भयो मेरो होइन, छोटे भाइ। अनि हाम्रो अर्को भाइको नाम के हो भाइ? राणा भाइसँग भेट भएछ, अलिक गजब तरिकाले एकदम रमाइलो भयो। आज बेलुका चाहिँ लाउरे आउने रे होइन। बेलुका चाहिँ एकै आशिष राणा लाउरे होइन, अनि त्यसपछि एकै आरसी छोटे समीर बाबु। ओ माई गड, भव्य हान्नुपर्छ सबजना, बाबाले हान्नुपर्छ कि हुन्छ। ल आज चाहिँ जोस आजको माहौल चाहिँ जोस रमाइलो छ हेरौँ गाइज होइन। मान्छे पब्लिक चाहिँ टन्नै छ कि हेरौँ त हेरौँ। स्टलतिर नि हेरौँ न, स्टलतिर गजबै छ कि। हाम्रो छोटे भाइको म्याक्स हेर त्यहाँ दुईजना टुलु हेऱ्यो त्यस्तो कि यार। त्यो भाइहरू नि हाम्रै भाइ हो कि, कत्रो भाइहरू हाम्रो है। रूपा मेलाको बेलुकाको कन्सर्टमा 2 दिन चाहिँ प्रब्लम आयो गाइज। किन भन्दाखेरि पानी परेको कारणले गर्दाखेरि सायद आज चाहिँ नआउला भन्ने लागिरहेको छ गाइज होइन। आज आएन भने उहाँले रमाइलो हुनेछ गाइज होइन। मेरो फ्यानहरू कराइरहेको छ नि गाइज, भन्दै कराइरहेको छन्। मेरो फ्यानहरू म गाउँदै चिकिँदै, मेरो फ्यानहरू म गाउँदै चिकिँदै। So thank you so much for coming here tonight. हामी 7औं संस्करणमा छौँ। I know you guys are waiting for Laure. How many of you are here for Laure को लागि? कतिजना आउनु भएको छ? Wow. एउटा दुईटा मात्रै देखिन्छ, पछाडितिर साथीहरू आउनु भएको होइन लाउरे को लागि। Come on, one more time, show some energy. र हाम्रो यो ठाउँमा प्रोग्रामले पहिलोचोटि लाउरे ल्याउनुको लागि सफल बनाइदिनु हुने एकचोटि हामी सबैजना मिलेर हात माथि गरेर एप्रिसिएट गरिदिउँ रूपा युवा क्लबको लागि। कम अन एभ्रीवन, मेक सम नोइज। फाइनली गाइज लाउरे आइसक्नु भएको छ। उहाँलाई कतिले भोटिङ गरिराख्नु भएको थियो लाउरे कति आउँछ लाउरे भनेर, तर उहाँ आइसक्नु भएको छ। अब हामी उहाँको बिजोड प्रस्तुति हेर्नेछौँ गाइज होइन। What time it is? भन्छु तपाईहरु लाउरे टाइम भन्नु सुन्छ? What time it is? साल सकेर हामी 2082 मा आइसक्यौं हैन। सबैजनालाई आज 1 गतेको दिनमा नयाँ वर्षको धेरै धेरै शुभकामना। 2081 जस्तो नराम्रो भए पनि राम्रो भए पनि त्यसलाई बिर्सिदिऊ र 2082 मा के गर्ने प्लान र पोलिसीहरु बनाएर अगाडि बढौं सबैजना। ओके हुन्छ ल
अब ढिला नगरिकन म अर्को गीततर्फ बढ्न चाहन्छु तर त्यो गीत गाउनुभन्दा अगाडि म तपाईँहरूसँग एउटा सानो एउटा खेल खेल्न चाहन्छु एउटा इन्टरेक्सन गर्न चाहन्छु भेरी सिम्पल म मेरो गीतको लिरिक्स भन्छु र तब यो माइक म तपाईँलाई तेर्साउँछु तपाईँले लिरिक्सको फिल इन द ब्ल्याङ्क्स गर्नुपर्छ लिरिक्स आउँछ भने यु रेडी हो ल मैले रूपादास स्टेडीको पावर ओके one more time ओ मेरो भगवती माता म यहाँ पैसाको कुनै पनि नाता छैन नचाउँछ यसले ताता थैया कता यो मेरो not bad सबैजनाले फेरि one more time 2 रुपैयाँ फेरि एकचोटि ओ मेरो भगवती माता म यहाँ पैसाको कुनै पनि नाता छैन नचाउँछ यसले ताता थैया कता यो मेरो दामी अघिको भन्दा बबल भइरहेछ अब one last motherfucking time ओ मेरो भगवती माता म यहाँ पैसाको कुनै पनि नाता छैन नचाउँछ यसले ताता थैया कता यो मेरो Let's do अब नम्बर 3 गीतमा चाहिँ म मेरो पुरानो गीत गाउनेवाला छु र पुरानो गीत चाहिँ नयाँ वर्ष भएको कारणले गर्दाखेरि नयाँ म्युजिकमा पुरानो गीत सम्पूर्ण आज उपस्थित हुनुभएको हाउडे सोल्टा र सोल्टिनीलाई डेडिकेट स्पेशली त्यसैले भन्न चाहन्छु हामी त हाउडे एकदम लफङ्गा जोसँग नि लफानी रक्सी हाम्रो लागि हो पवित्र ताजा हरियो गाजा पकाएर ओ मेरो बम भोलले यत्रसिद्धि आज मैले मनको कुरा भइसके त्यही पनि खेल्ने छिटोलमा आज क्यारम बोर्ड र चम्चले मलाई आजसम्म मैले सम्हाले 2टा बच्चा पाइसकेछु मेरो ल सम्पूर्ण हाउडे सोल्टिनेहरूलाई मेरो गल्लीमा हल्ली हिँड्ने हाउडे सोल्टा र सोल्टिनेहरूलाई हाउडे भन्ने गीत लेट्स गो नयाँ गीतमा आज रूपमेलामा लाउरेको कन्सर्टमा आज वाइल्डै मान्छेहरू आउनुभएको थियो कि हेर्नलाई उहाँलाई अनि बबाले रमाइलो भयो यो मेरो भिडियोको पछाडि कुकुरहरू देखिनु भएको छ मेरो च्यानललाई सब्सक्राइब गरिदिनु भएको छैन भने सब्सक्राइब गरिदिनु लाइक कमेन्ट गरिदिनु अनि सबैलाई चाहिँ नयाँ वर्षको शुभकामना दिन चाहन्छु ह्याप्पी न्यू इयर्स सबैलाई फलोस् राम्रो होस् सुपरलागा मैले भनेको सुनिन्छ तर सुपरलागा आइम सेभिङ द बेस्ट फर द लास्ट त्यसै कारणले गर्दाखेरि आज उपस्थित हुनुभएको सम्पूर्ण साथीहरूको लागि मेरो गीत साथी हो ओ मेरो साथी हो यो मेरो गीत मात्र होइन यो त क्रान्ति हो रगतले लतपत जब मेरो गोली जस्तो बोली चल्छ Are you ready for the ratatata? All right, let's go. Guess number 420 हामीले केस नम्बर 420 को पाला पल्टाउनुभन्दा अगाडि म तपाईहरुलाई मात्र 3वटा प्रश्न सोध्न चाहन्छु र त्यो 3वटा प्रश्न सोध्नुभन्दा अगाडि एउटा सानो भूमिका बाँड्न चाहन्छु म तपाईहरुलाई यो ठाउँबाट टप्प टिपेर एउटा काल्पनिक टुरमा लिएर जान चाहन्छु र इमेजिनेरी टुरमा लिएर जान्छु कहाँ लिएर जान चाहन्छु भन्दाखेरि हाम्रो राजधानीको थमेल भन्ने ठाउँमा जाने हो र थमेलको भिजा लाउनको लागि म तपाईहरुलाई मात्र 3वटा मैले प्रश्न सोध्छु 3वटा प्रश्न सबैजनाले उत्तर दिनुपर्छ नम्बर 1 के थमेल जाने हो के सीता भेट्ने हो के गीतामाथि हात राखी कसम खाने हो Are you sure? अब आउने गीतमा चाहिँ उफ्रिन पर्छ सबैजनाले फुल एनर्जीको साथ Ready to jump? Are you ready to jump? अब आउने गीत चाहिँ
मेरो होम टाउन पोखराबाट तपाईँहरूलाई एकदम एउटा गिफ्ट स्वरूप सबैजनाको लागि एउटा गिफ्टको रूपमा लिइदिनु होला। अरू केही नभएर मेरो 8-9 वर्ष अगाडि निस्केको सम्बन्ध मेरो यसको पोखरा मेरो। You ready for that? All right, DJ Ollies, let's do it. What you ready for? Drop it down. अनि जाँदा सम्पूर्ण अर्गनाइजिङ टिमलाई धेरै धन्यवाद दिन चाहन्छु। सुरक्षाकर्मी दाजुभाइ, साउन्ड सिस्टम र मोस्ट इम्पोर्टेन्टली तपाईँहरू सबैजनालाई थ्याङ्क यू सो मच भन्दै ह्याप्पी न्यू इयर वान मोर टाइम। Laura and the band company signing off from the stage. Peace out. One love, baby. All right, everyone, let's give a visual. Happy New Year! Come on, let's do some entertainment around the world. Let's give it up for Laura and the band company. Thank you very much, Rowanलाई मागेको छिटो दिइदिनुको लागि म एन्टायर अर्गनाइजिङ टिमलाई रिक्वेस्ट गर्छु। थ्याङ्क यू। रूपा युथ क्लबलाई धेरै धेरै धन्यवाद। यत्रो मेला अर्गनाइज गरिदिनु भएकोलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। लास्टमा लाउडेसमा रिचाउने काम भइरहेको छ। यता सबैजना चाहिँ लाउडे सरलाई यहाँबाट निस्किन चाहिँ धेरै गाह्रो भएको थियो, किनभने उहाँको फ्यानहरूले घेरेरको कारणले गर्दाखेरि निस्किनलाई एकदमै गाह्रो भएको थियो। तर पनि म सुरक्षाकर्मीज्यूहरूले चाहिँ ह्यान्डल गर्नुभएको थियो। र यति भन्दै मेरो च्यानलबाट बिदा लिन चाहन्छु। हस्त नमस्ते, गुड बाई। लाइक कमेन्ट सेयर गरिदिनु होला अनि यस्तै राम्रो राम्रो भिडियो हेर्नको लागि सब्सक्राइब गरिदिनु होला।